कला हो। हाम्रो मृगकुञ्जका अध्यक्ष श्री दुर्गा प्रसाद घिमिरेज्यू लगायत उहाँको सम्पूर्ण मृगकुञ्जको टिमले सप्ताहको पनि आयोजना गर्नुभएको थियो। आजको वक्तृत्व कलाको पनि आयोजना गर्नुभएको छ। उहाँहरूले संरक्षण गर्छु भन्ने सोचेरै त गर्नुभयो होला नि। सायद उहाँहरूले आज त्यो कुरा नसोचेको भए तपाईँ म हामी यहाँ हुन्थेनौँ होला। आज म यो मञ्चमा आएर आफ्नो तर्क राख्ने, आफ्नो विषय राख्ने मैले अवसर पाउँथिनँ होला। हामी विद्यार्थी भाइ बहिनीलाई आज यसको बारेमा यति धेरै ज्ञान हुन्थेन होला। त्यसैले म सम्पूर्ण मृगकुञ्जको टिमलाई पनि हृदय दिलबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। र अन्त्यमा म के भन्न चाहन्छु कि हामी उठौँ लागौँ संरक्षणको लागि, मानव अस्तित्वको लागि, हामी सबैको उज्जवल भविष्यको लागि, पर्यटनको लागि, प्रकृतिलाई उपभोग मात्र होइन एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जाउँ भन्दै मेरा दुई शब्दहरू यही टुङ्ग्याउन चाहन्छु। जय वन, जय पर्यटन, जय मृगकुञ्ज। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस गरिमामय सभाका सभाध्यक्षज्यू, आफ्नो व्यस्त समयको बावजुद पनि आयोजकको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर पाल्नुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिवर्गहरू, विद्यार्थीलाई अज्ञानताको अँध्यारोबाट ज्ञानको ज्योतितर्फ मार्गदर्शन गर्नुहुने आदरणीय गुरुवर्ग तथा उपस्थित अभिभावकज्यूहरू, हातमा तराजु रूपी कलम लिएर प्रतिस्पर्धीको बौद्धिक क्षमतालाई दुधको दुध र पानीको पानी छुट्याउन बस्नुभएका न्यायका प्रतीक निर्णय मण्डलज्यू र प्रतिस्पर्धाको मैदानमा विजयको सुनौलो कामना बोकेर आउनुभएका मेरा प्रतिस्पर्धी मित्रहरू र अन्य विद्यार्थी साथीहरू, आज सौराष्ट्र अन्तर्गत विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा पर्यटन प्रवर्धनमा सिमसार र वन्यजन्तुको महत्त्व शीर्षकमा श्री मोहना माध्यमिक विद्यालयको प्रतिनिधित्व गर्दै आफ्ना 2-4 शब्द प्रस्तुत गर्ने अवसर दिनुभएकोमा म अत्यन्त हर्षित र गौरवान्वित महसुस गर्दछु। साथै आयोजकलाई धन्यवाद दिँदै उपस्थित सम्पूर्णमा म सुजन शर्मा बोर्डको तर्फबाट यो गर्नुमा शीतल अभिवादन टक्राउँदछु। सभाध्यक्ष महोदय, कुनै पनि विषयवस्तुको मूल मर्ममा पुग्नुभन्दा अगाडि नै त्यसको बाहिरी सतहलाई राम्ररी बुझ्नुपर्ने हुन्छ। सर्वप्रथम त हामीले पर्यटन भनेको के हो बुझ्न जरुरी छ। पर्यटनका धेरै विधाहरूमध्ये पर्यटन एक हो जसले प्रकृतिमा आधारित पर्यटनमा जोड दिन्छ। पर्या र पर्यटन दुई शब्द मिलेर पर्यटन बनेको छ, जसमध्ये पर्याको अर्थ वातावरण अर्थात् पर्यावरण जसले वन्यजन्तु, वनस्पति वा प्रकृतिसँगको घनिष्ठता र अन्तर्सम्बन्धलाई बुझाउँदछ। पर्यटनको अर्थ बसोबास गरिरहेको स्थान वा क्षेत्रभन्दा बाहिर स्वदेश या विदेशमा कम्तीमा 1 रातदेखि बढीमा 1 वर्षसम्मको समय व्यतीत गर्ने गरी रहनु भन्ने हो। पर्यटन शब्दले घुमफिर भन्ने शब्द समेत राख्छ। यसरी पर्यटनलाई प्रकृतिमा आधारित रहेर गरिने पर्यटन भन्ने बुझिन्छ, जसले धुवाधार निषेध गर्ने, त्यहाँको वन्यजन्तु जैविक विविधताको प्रवर्धन गर्ने, प्राकृतिक स्रोतको दोहन एवं वन जङ्गल नोक्सानीलाई निरुत्साहित गर्ने, पशुखानाको विस्थापित गर्दै अर्ग्यानिक खाद्यको प्रवर्धन गर्ने, जसले स्वास्थ्यको एवं स्थानीय जनताको जीविकोपार्जनमा सहयोग गर्ने समेत उद्देश्य राख्छ। सभाध्यक्ष महोदय, भने रामसार महासन्धिको नामले चिनिने सिमसार सम्बन्धी विश्व महासन्धि 1971 को धारा 1 मा दत्तक क्षेत्र, बाढी लागि बनेको भूभाग, ओसिलो जमिन, अस्थायी पानी जम्ने वा बगिरहने क्षेत्र, 6 मिटर भन्दा कम गहिराई भएको सफा वा नुनिलो पानीको भागलाई समेत सिमसार भनी घोषणा गरिएको थियो। सभाध्यक्ष महोदय, त्यस्तै वन्यजन्तु पनि हाम्रो अमूल्य सम्पदा हो। चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज जस्ता स्थानमा पाइने बाघ, हात्ती, गैंडा, मृग र चराहरूले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित पार्छन्। सभाध्यक्ष महोदय, सिमसारलाई जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले अति मूल्यवान प्राकृतिक प्रणालीको अंश मानिन्छ। सिमसारले पानीको स्रोत संरक्षण गर्नुका साथै यसको बहाव र गुणस्तर कायम गर्दछ। सिमसारले दुर्लभ र विभिन्न प्रजातिका वन्यजन्तु वनस्पतिलाई वासस्थान प्रदान गरिरहेको हुन्छ। सभाध्यक्ष महोदय, नेपालको करिब 5% भूभाग अर्थात् 7,50,000 हेक्टर भूभाग सिमसार क्षेत्रले ओगटेको छ। सभाध्यक्ष महोदय, सिमसारमा वन्यजन्तु संरक्षण गर्नुभएको हाम्रो प्राकृतिक सम्पदा मात्र जोगाउनु होइन, पर्यटन विकासको लागि बलियो आधार निर्माण गर्नु हो। यस्तै स्थानीय समुदायलाई फाइदा पुर्याउनुको साथै नेपालको पहिचान पनि बलियो बनाउँछ। अन्त्यमा सिमसार र वन्यजन्तु संरक्षण गर्न सबैजना एकजुट हुने भने पर्यटन प्रवर्धन हुने कुरामा कुनै दुई मत छैन। यति भन्दै म मेरा तिता मिठा कुरालाई धैर्य धारण गरी सुनिदिनु भएकोमा उपस्थित सम्पूर्णमा विशेष आभार व्यक्त गर्दै आफ्ना भनाइहरू यही अन्त्य गर्दछु। धन्यवाद।
नेक्स्ट सिमसार बचाऊ बन यिनी हुन् समृद्ध नेपालको धन पर्यटक बाँच्छ तब देश बाँच्छ भन्दै म आफ्नो भनाइ सुरु गर्न चाहन्छु। धन्यवाद उपसचिव, यस कर्ममा सभाका सभाध्यक्ष, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अतिथिगण, मसँग भुडादसी कम्मरदसी यो दिमागी खेलको मैदानमा उपस्थित हुनुभएका मेरा सम्पूर्ण प्रतिस्पर्धी मित्र तथा जुनको ज्योति र सूर्यको किरण छुट्याउँछु भनेर बस्नुभएका निर्णायक मण्डललाई म नेपाल आदर्श शिक्षा सदनको कक्षा 9 मा अध्ययनरत छात्रा सञ्जिला सुवेदीबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज यो वक्तृत्व कलाको विषय पर्यटक प्रबन्धन र शिक्षा र वन्यजन्तुको महत्त्व भन्ने शीर्षकमा मलाई आफ्नो भनाइहरू प्रस्तुत गर्न दिनुभएकोमा आयोजक श्रीलाई निकै आभार व्यक्त गर्न चाहन्छु। हामी सबैले भनेको सुनेको र थाहा भएकै कुरा पर्यटक प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै दिगो पर्यटकको सुनिश्चितता गर्दै जिम्मेदारी र सहकार्यमा आधारित यात्रालाई नै पर्यटक भनिन्छ। सामान्य अर्थमा पर्यटक भन्दा घुमफिर गर्दा वातावरणको संरक्षण गर्दै पर्यटकहरूलाई प्राकृतिक स्रोत साधनबाट आकर्षण गर्ने पर्यटकलाई नै पर्यटक भन्ने गरिन्छ। यसको मुख्य उद्देश्य भनेको सामाजिक स्रोत साधन, जैविक विविधता आदिबाट आर्थिक आम्दानी प्राप्त गर्नु पनि यसको मुख्य उद्देश्य रहेको छ। विश्वमा स्वर्गको देशको रूपमा चिनिने नेपाल, जहाँ एकै दिनमा हिमालको हिउँ देखिन सकिन्छ भने तराईको सिमसारमा बसेका ती चराहरूको सुन्दर दृश्य देखेर हामीले हाम्रो मनलाई लोभ्याउन सक्छौँ अनि पहाडको वन्यजन्तुको सान्निध्यसँग पुगेर आफ्नो मनलाई लोभ्याउन सक्छौँ। यी सबै जैविक विविधताको हिसाबले नेपाललाई जैविक विविधताको हिसाबले विश्वमा 25औं स्थान र एसियामा 11औं स्थानमा राखिएको छ। यसरी स्तरीय विविधताहरू दुई विविधता भनेको सिमसार र वन्यजन्तु हो। महोदय, सिमसार भनेको के हो त? सिमसार भनेको प्रकृतिको हृदय, जलस्थान अनि चराहरूको चिरबिर अनि पानीको हलचलको अनुभूति गर्ने स्थानलाई नै सिमसार भनिन्छ। स्पष्ट रूपमा भन्नुपर्दा रामसारको सूचीमा सूचीकृत गरेको महासन्धिको 1971 को महासूचीको धारा 1 अनुसार कुनै पनि 6 मिटर भन्दा कम गहिराई भएको जलस्थानलाई नै सिमसार क्षेत्र भनेर बुझ्न सकिन्छ। यहाँ विभिन्न चुनौलो पखेटा भएका पन्छीहरू, पानीमा खेलिरहेका ती माछाहरूले आफ्नो गीती लयमा नृत्य गरिरहेका विभिन्न सौन्दर्यता देख्न सकिन्छ भने संजीवनीको स्थान पाएका ती जडीबुटी जस्ता विभिन्न प्राकृतिक सौन्दर्यता देखाएर पर्यटकहरूलाई आकर्षण गर्न सकिन्छ। तथा सज्जनवृन्द, म यस पूर्वी चितवनमा अवस्थित न्यू स्पिडी आवासीय माध्यमिकमा अध्ययनरत कक्षा 7 मा अध्ययनरत छात्र सुयोगी अधिकारी आज पर्यटन प्रबन्धनमा सिमसार र वन्यजन्तुको महत्त्व बारेमा आफ्ना केही कुराहरू राख्न गइरहेको छु। पर्यटन भनेको पर्यावरणको संरक्षणमा योगदान पुर्याउने स्थानीय समुदायको सहभागितालाई सुनिश्चित गर्ने र जैविक विविधतामा को अवलोकन वा अध्ययनमा आधारित पर्यटन हो। नेपाल जस्तो जैविक तथा भौगोलिक विविधताले भरिएको देशमा पर्यटन प्रवर्धन वा विस्तार गर्नका लागि प्रचुर सम्भावनाहरू रहेको छ। यसका लागि पनि हामीले कुनै पनि क्षेत्रमा भएको सिमसार तथा वन्यजन्तुको संरक्षणमा अत्यन्तै महत्त्वपूर्ण भूमिका मानिन्छ। वर्षको धेरै समय पानीले डुबेको वा दलदलले धाप र भरिएको क्षेत्रलाई सिमसार भनिन्छ। यस सिमसार क्षेत्रमा धेरै वन्यजन्तुहरूको वासस्थान भएको हुनाले यस सिमसारमा धेरै वन्यजन्तु तथा पन्छीहरू पाइन्छन्। चितवन राष्ट्रिय निकुञ्जमा साना ठुला गरी 50 भन्दा बढी तालतलैया सिमसारहरू क्षेत्र रहेका छन्। यस क्षेत्रमा राजवंशी, बोटो, थारू, माझी जस्ता समुदायका मानिसहरू सुजित भएका छन्। यस टिकौली वन क्षेत्रभित्र रहेको टिकौली ताल, कुमाल ताल, विषय ताल, राप्ती नदी किनार र यसका आसपासमा रहेका थुप्रै सिमसारहरू रहेका छन्।
संरक्षण कसरी गर्न सकिन्छ भन्न तपाईँ? पर्यटनहरूले यस्तो ठाउँमा घुमफिर गर्दा पर्यटनहरूलाई प्राकृतिक सौन्दर्यका साथसाथै जैविक विविधताको पनि ज्ञान आर्जन गर्न सक्छन्। वन्यजन्तु र सिमसार क्षेत्र यस पर्यटनको मेरुदण्ड पनि हो। जसरी मानिसले घाँटीमा लगाएको सिक्रीमा धेरै जडानहरू हुन्छन् र कुनै एक जडान छुट्यो भने पुरै सिक्री लथलिङ्ग हुन्छ, त्यस्तै जीवजन्तुहरू पनि एक अर्कामा आश्रित हुने भएकोले कुनै एक जीव लोप भयो भने अरू जीवजन्तुलाई पनि असर पर्दछ। त्यसै गरी जैव अन्त्यमा सिमसार र वन्यजन्तुको संरक्षण गर्न हामीले धेरै सावधानीका उपायहरूसँग संरक्षण हुन्छ। देशको सिमसारलाई दिगो बनाउनको लागि धन्यवाद। संरक्षण वन्यजन्तुको सुरक्षा, सिमसार संरक्षण वन्यजन्तुको सुरक्षा, दिगो पर्यटन हाम्रो साझा आवश्यकता। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस गरिमामय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, हातमा न्यायको तराजु लिएर बस्नुभएका निर्णायक मण्डलज्यू, गुरुवर्ग, मसँग प्रतिस्पर्धामा रहनुभएका मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म श्री आधारभूत विद्यालय बेल्सीमा अध्ययनरत कक्षा 8 को छात्रा एलिजा तिमल सिन्हाको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन सहित न्यानो नमस्कार। आज मिति 2082 वैशाख 5 गते यो हलमा भइरहेको वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा आफूले आफूलाई निकै नै भाग्यमान ठानेको छु। वक्तृत्व कलाको शीर्षक रहेको छ पर्यटन प्रबन्धनमा सिमसार र वन्यजन्तुको महत्त्व। मलाई यहाँ बोल्ने अवसर प्रदान गर्नुभएकोमा आयोजक टिमहरूमा हार्दिक आभारी व्यक्त गर्दछु। अब ढिलो नगरी म आफ्नो केही शब्दहरू राख्न चाहन्छु। सर्वप्रथम पर्यटन भनेको के हो त? पर्यटन भन्नाले यस्तो पर्यटन बुझिन्छ जसले प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा सहयोग पुर्याउँछ र स्थानीय समुदायको जीवन स्तरमा मद्दत गर्दछ। नेपालको जैविक विविधता प्राचीन संस्कृतिहरू, हिमशृङ्खला, वनजङ्गल, सिमसार क्षेत्र तथा दुर्लभ वन्यजन्तुहरू पर्यटनका मुख्य आधारहरू हुन्। नेपालका प्रमुख सिमसार क्षेत्रहरू कोशी टप्पु, बिसहजारी ताल, घोडागोडी ताल, जगदीशपुर ताल आदि हुन्। यिनीहरू प्राकृतिक सौन्दर्यको केन्द्र मात्र नभई हजारौँ चराचुरुङ्गीहरू र दुर्लभ वन्यजन्तुहरूको वासस्थान पनि हो। त्यस्तै वन्यजन्तु र सिमसार क्षेत्रको संरक्षण र पर्यटन प्रबन्धनको उत्कृष्ट उदाहरण भनेको सौराहा हो। चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार सौराहा हो, जहाँ हजारौँ स्वदेशी तथा विदेशी पर्यटकहरू विभिन्न प्रकारका चराचुरुङ्गी, एकसिङे गैडा, बाघ, चितल, बँदेल जस्ता जनावरहरूको अवलोकन गर्न आउँछन्। यो क्षेत्रले वन्यजन्तु र सिमसार क्षेत्रको मात्र संरक्षण गरेको छैन, त्यहाँ थारू समुदायको जीवनशैली, संस्कृति र हस्तकलाहरूलाई पनि विश्व सामु झल्काउन सफल भएको छ। सौराहा जस्तो स्थलले देखाउँछ कि वन्यजन्तु र सिमसारको संरक्षणले पर्यटन मात्र होइन, स्थानीय समृद्धिको पनि ढोका खोल्दछ। त्यस्तै वन्यजन्तु र सिमसार क्षेत्रको प्रबन्धन र अवलोकन गर्नु पर्यटनको एक मुख्य पक्ष हो। त्यस्तै सौराहा चितवन राष्ट्रिय निकुञ्जको गेट मात्र नभई पर्यटनको मुटु पनि हो। अब महोदय, पर्यटनमा वन्यजन्तु र सिमसार एकदमै महत्त्वपूर्ण मानिन्छ। यसले प्राकृतिक सौन्दर्य देखाएर मात्र होइन, जैविक विविधता र
जैविक विविधता र सफा सुस्थ वातावरणले पर्यटकहरूलाई आकर्षित गर्छ। यसले स्थानीय स्तरमा रोजगारीको अवसर प्रदान गर्छ, समुदायको आय आर्जनमा सहयोग पुर्याउँछ र वातावरण संरक्षणको चेतना पनि फैलाउँछ। तर यदि यही क्षेत्रहरूमा अति नै पर्यटन भयो भने त्यो क्षेत्रको वातावरण सन्तुलन बिग्रन सक्छ। यदि हामीले सौराहा जस्तो क्षेत्रको महत्त्व बुझेका छौँ भने मात्र हामीले पर्यटनको भविष्य सुरक्षा गरिरहेका छौँ। हामीले वन्यजन्तु र सिमसार क्षेत्रलाई रक्षा गर्नुपर्छ ताकि आजका साथै भोलिका पुस्ताले पनि यसको लाभ लिन सकुन्। यति भन्दै म मेरो भनाइ यहीँ टुङ्गाउन चाहन्छु। सिमसार बचाऊ, वन्यजन्तु जगाऊ। धन्यवाद। जहाँ सिमसार र वन्यजन्तु त्यहाँ प्रकृतिको सुन्दरता, जहाँ सिमसार र वन्यजन्तु त्यहाँ प्रकृतिको सुन्दरता। सर्वप्रथम त धन्यवाद यस गरिमय सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा म जस्तै कलिला बालबालिकाहरूको मस्तिष्क मापन गर्न निर्णयको भूमिकामा रहनुभएका आदरणीय निष्पक्षज्यू र म सँगसँगै विजयका माला पहिरिन उत्साह र हौसलाका साथ आउनुहुने प्रतिस्पर्धी मित्रहरू, म लाइसम इन्टरनेसनल मोडल स्कुल कक्षा 9 मा अध्ययनरत छात्रा रईसा अधिकारीको तर्फबाट स्वीकार्नुहोस् दीर्घकालीन नमस्कार। आज यस मञ्चमा आएर पर्यटन प्रबन्धमा सिमसार र वन्यजन्तुको भूमिकाबारे आफ्ना केही विचारहरू राख्न पाउँदा म निकै नै हर्षित भएकी छु। अब ढिला नगरिकन म आफ्नो विषयवस्तुतर्फ मोडिन चाहन्छु। सर्वप्रथम त सिमसार भनेको के हो? सिमसार भनेको एउटा यस्तो भूभाग हो जहाँ स्थायी र अस्थायी रूपमा पानी जमेर बसेको हुन्छ, जस्तै पोखरी, तालतलैया, नदी किनार आदि। र पर्यटक भनेको एक व्यक्ति हो जो एक स्थानबाट अर्को स्थानमा विभिन्न उद्देश्यका कारण हिँडडुल गरिरहेका हुन्छन्। र वन्यजन्तुहरू भनेका जङ्गलमा स्वतन्त्र रूपमा बसेका, उदाहरणका लागि बाघ, भालु, गैडा, हात्ती आदि हो। म यस भनाइसँग सहमत छु कि सिमसार र वन्यजन्तुले पर्यटन प्रबन्धमा निकै नै ठुलो भूमिका खेलेको हुन्छ। हाम्रो देश नेपाल दुई ढुङ्गा बीचको तरुल सिन्धुमा हराएको बिन्दु झैँ अत्यन्तै सानो भए तापनि जैविक विविधताले भरिपूर्ण भएको देश हो मेरो देश नेपाल हो। यहाँका सिमसार क्षेत्रहरू जस्तै घोडाघोडी ताल, रारा ताल, चितवनकै 20,000 ताल पनि हामीले हेर्न सक्छौँ। यहाँ यो केवल प्रकृतिको सुन्दरता मात्र नभएर वन्यजन्तुहरूको घर पनि हो। र वन्यजन्तुहरूमा हामीले बर्दियाको बाघ, कोशी टपुमा पाइने दुर्लभ चराहरू र चितवन राष्ट्रिय निकुञ्जको एक सिङे गैडा यही हो पर्यटनलाई आकर्षण गराउने मुख्य केन्द्र हो। यसले हाम्रो देशको दिगो अर्थतन्त्रमा पनि ठुलो योगदान पुर्याएको छ। पर्यटनहरू हाम्रा देशमा आउँछन्, होमस्टेमा बस्छन्, त्यहाँका स्थानीय खानेकुराहरू खान्छन् र घोडा साथै सवारी साधनहरूको र गाइडको पनि प्रयोग गर्छन्। हाम्रा ग्रामीण क्षेत्रमा उत्पादन भएका वस्तुहरू बजारभित्र जाने गर्छन् र त्यसका कारण थुप्रै मानिसहरूले रोजगारीको अवसर पनि पाइन्छ र हाम्रो देशमा फलेका विभिन्न खानेकुराहरू प्रचलित पनि हुन्छन्। हाम्रो संस्कार, संस्कृति, रहन सहन झल्किन्छ। यहाँहरूलाई अवगत नै छ कि हाम्रो देश नेपालमा आजकल थुप्रै जनावरहरू मासिरहेका छन्। यो मानिसहरूले नै गरेका हुन्। यो यस्तो किन गरिँदैछ त? हामी आफ्नै पहिचान र रहन सहनलाई किन मेटाउन खोज्दैछौँ हो। अब यसको संरक्षण गर्नका लागि हामीले फोहोर मैला जताततै नगर्ने, वृक्षरोपण गर्ने जस्ता कार्यहरू गर्नुपर्छ। र अन्ततः म के भन्न चाहन्छु भने महोदय, सिमसार र वन्यजन्तु केवल पर्यटनको स्रोत मात्र नभएर हाम्रो देशको, हाम्रो राष्ट्रको एक अहमूल्य गहना पनि हो। यति भन्दै म आफ्ना भनाइहरू यहीँ टुङ्ग्याउन चाहन्छु। हवस् त, धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आज यस गरिमामय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिगण, निष्पक्ष निर्णायक मण्डल, गुरुवर्ग, प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म पञ्चकन्या विद्या मन्दिरमा अध्ययनरत छात्रा रोसालिन ढकालको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन।
आज यस मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिद्वारा आयोजित वक्तृत्व कला प्रतियोगितामा म पर्यापर्यटनको प्रवर्धनमा सिमसार क्षेत्र र वन्यजन्तुको महत्त्वबारे आफ्ना केही भनाइहरू प्रस्तुत गर्न गइरहेकी छु। पर्यापर्यटनलाई अङ्ग्रेजीमा इको टुरिज्म भन्ने बुझिन्छ। वास्तवमा इको भन्ने शब्द ग्रिसेली इकोसबाट आएको हो, जसको अर्थ घर भन्ने बुझिन्छ र सम्पूर्ण प्राणीहरूको साझा घरको रूपमा पृथ्वीलाई लिगिन्छ र त्यसकारण यसलाई पर्यावरणको अर्थमा पनि बुझिने गरिन्छ। पर्यावरण मैत्री पर्यटन व्यवसाय गर्नुलाई नै पर्यापर्यटन भनिन्छ। यो विश्वमा आएको नवीनतम धारणा हो। पर्यापर्यटन भनेको प्राकृतिक सम्पदा, जैविक विविधता र स्थानीय संस्कृतिको संरक्षण गर्दै गरिने पर्यटन व्यवसायलाई जनाउँछ, जसको प्रमुख उद्देश्य भनेको वातावरणीय संरक्षण, स्थानीय समुदायको सामूहिक समावेशी विकास र दिगो पर्यटन प्रवर्धन गर्नु हो। नेपाल हिमालको काखमा अवस्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण राष्ट्र र विविधताले सम्पन्न राष्ट्र हो। यहाँ अग्ला अग्ला हिमशिखरहरू, हरिया उपत्यकाहरू र उर्वर तराईले अनुपम भूपरिदृश्य सिर्जना गरेका छन्। यहाँ रहेका जैविक विविधताहरू मध्ये सिमसार क्षेत्र र वन्यजन्तु यिनका अभिन्न अङ्ग हुन्, जसले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्नुका साथै पर्यापर्यटनको विकासमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। सिमसार क्षेत्र जुन पानी र जमिनको एउटा अद्भुत सङ्गम स्थल हो, जहाँ जैविक विविधताले आश्रय पाउनका साथै यसले बाढी नियन्त्रण गर्ने र माटोलाई उर्वर बनाउने जस्ता प्राकृतिक प्रक्रियामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। रसुवाको गोसाइकुण्ड तालदेखि पोखराको फेवा ताल र हाम्रै राष्ट्र निकुञ्जमा रहेको 20,000 ताल लगायतका अन्य क्षेत्रहरू सिमसार क्षेत्र हुन्। नेपालमा रामसार महासन्धिद्वारा सूचीकृत 20 वटा सिमसार क्षेत्रहरू छन्, जहाँ पर्यटकहरू केवल दृश्यावलोकन मात्र गर्दैनन्, उनीहरूले नेपालको प्राकृतिक सम्पदालाई प्रत्यक्ष रूपमा अनुभव गर्ने गर्छन्, जसले गर्दा हाम्रो स्थानीय समुदायको आर्थिक विकासमा टेवा पुग्छ। अर्कोतर्फ वन्यजन्तु, जसलाई प्रकृतिकै अमूल्य उपहारको रूपमा चिनिन्छ। नेपाल त झनै यी दुर्लभ लोपन्मुख वन्यजन्तुहरूको वासस्थान हो। यहाँ दुर्लभ एकसिङे गैडा, रेड पाण्डा, पाटे बाघ तथा अन्य प्रजातिका चराचुरुङ्गी जीवजन्तुहरू पाइन्छ, जसले यहाँको पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राखेका छन्। चितवन राष्ट्र निकुञ्ज, सगरमाथा राष्ट्र निकुञ्ज, बर्दिया राष्ट्र निकुञ्ज लगायतका अन्य संरक्षित क्षेत्रहरू वन्यजन्तु संरक्षणका लागि एकदमै निकै महत्त्वपूर्ण केन्द्रहरू बनेका छन्। यसले गर्दा स्थानीय समुदायमा रोजगारीको अवसर सिर्जना हुनुका साथै वन्यजन्तु संरक्षणका लागि चाहिने आर्थिक स्रोतहरू जुटाउन मद्दत पुग्छ। केन्याको मासाई मारा रिजर्भ, इन्डियाको रामथाबोर टाइगर रिजर्भ वा कोस्टारिकाको कोर्कोभाडो नेसनल पार्क लगायतका यी देशहरूले वन्यजन्तु संरक्षणलाई पर्यापर्यटनको केन्द्र बनाएका छन्। परिणाम, उनीहरूले अरबौं डलरको पर्यटन आय सङ्कलन गरी आफ्नो स्थानीय समुदायको जीवनशैलीलाई उकासेका छन्। नेपालमा पर्यटन उद्योगले नेपालको जीडीपीमा झन्डै 6.7% योगदान पुर्याएको छ। नेपालमा रहेका सिमसार क्षेत्र र वन्यजन्तुमा आधारित पर्यापर्यटनले गर्दा पर्यापर्यटनको अपार सम्भावना छ। तर विडम्बना महोदय, यी प्राकृतिक सम्पदा हाम्रो नेपालको सरकारको हातमा हुनु त मानव बाँदरको हातमा नरिवल परे जस्तै भयो। त्यसकारण त यी क्षेत्रहरूमा सरकारको लगानीको कमी देखिन्छ। हाम्रै देशमा बसोबास गर्ने जनताहरूमा पनि चेतनाको कमीले गर्दा यी क्षेत्रहरूको प्रचार प्रसार हुन सकिरहेको छैन। तसर्थ हामी सबैजना मिली प्राकृतिक सम्पदाबारे जनचेतना फैलाउनुपर्छ, यसबारे प्रचार प्रसार गर्नुपर्छ र पर्यापर्यटनलाई दिगो बनाउनका लागि सामूहिक सहभागिता र उपयुक्त प्राकृतिक स्रोत साधनको परिचालन गर्न सक्नुपर्छ। अन्त्यमा वन्यजन्तु जोगाओ, सिमसार क्षेत्र बचाओ र पर्यापर्यटन बढाओ भन्ने मूल नाराका साथ म यस मञ्चबाट बिदा हुन चाहन्छु। धन्यवाद। विशिष्ट अतिथिगण, हातमा कलम लिएर दुधको दुध पानीको पानी छुट्याउन बस्नुभएका निर्णायक मण्डल, गुरुवर्ग, यहाँ उपस्थित महानुभावहरू र मसँग प्रतिस्पर्धा गर्न विभिन्न विद्यालयबाट उपस्थित हुनुभएका प्रतिस्पर्धी साथीहरूमा म श्री आधारवृत्त विद्यालय बेल्छीको कक्षा 8मा अध्ययनरत छात्र समीर लम्सालको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज
म आज पर्यटन प्रवर्धनमा सिमसार र वन्यजन्तुको महत्त्व भन्ने विषयमा आफ्ना केही भनाइहरू प्रस्तुत गर्न गइरहेको छु। नेपाल जसलाई विश्वले हिमालको देश भनेर चिन्छ, त्यो केवल उचाइको कारणले मात्र होइन, यहाँ पाइने प्राकृतिक विविधता सिमसार र वन्यजन्तुको कारणले पनि हो। यहाँ यिनै सम्पदाहरूले हाम्रो देश नेपाललाई पर्यावरणीय पर्यटन अर्थात् पर्यटनका लागि उपयुक्त गन्तव्य बनाएको छ। पर्यटन भनेको के हो त? यो केवल घुमघाम होइन, यो त प्रकृति बीचको सम्बन्ध, संरक्षणप्रति जिम्मेवारी र स्थानीय सांस्कृतिक तथा जैविक विविधताको सम्मान गर्ने चेतनायुक्त यात्रा हो। सिमसार क्षेत्र जस्तै चितवनको 20,000 ताल, कोसीटप्पु, जगदीशपुर ताल, घोडाघोडी ताल, यिनले हजारौं पन्छी तथा जलचराहरूलाई वासस्थान दिएको छ। यसले केवल प्रकृतिको अवलोकन गर्ने चाहना मात्र पूरा गर्दैन, यसले शिक्षा अनुसन्धान तथा स्थानीय रोजगारीको माध्यम बनाउँछ। त्यस्तै वन्यजन्तुहरू एकसिङ्गे गैंडा, बाघ, हात्ती यिनीहरूले पर्यटकको आकर्षण बढाउँछन्। यिनी हेर्नका लागि विदेशी पर्यटकहरू लाखौं खर्च गरेर नेपाल आउँछन्। त्यसैले सिमसार र वन्यजन्तुको संरक्षण गर्नु वातावरणकै लागि मात्र नभई देशको समृद्धिको कुरा पनि हो। पर्यटन मात्र होइन, शिक्षाको माध्यम, आम्दानीको स्रोत र नेपालको पहिचानका आधार हुने। त्यसैले अन्त्यमा यही भन्न चाहन्छु, जोगाउँ वन्यजन्तु, जोगाउँ सिमसार, बचाउँ वन्यजन्तु, तब मात्र बन्छ समुन्नत पर्यटनको चित्र। संरक्षण गरौँ प्रकृतिको, प्रवर्धन गरौँ पर्यावरणको।